क्या अभी मजा आएगा ना भिड़ो भयो भाले भन्नु न भयो भाले भन्नु न सिट कस्तो दामी छ नि हैन दामी हेलो गुड मर्निङ सबैजनालाई शुभ बिहानी र मेरो भिडियोमा सबैजनालाई स्वागत छ। आज विशेष गरी चढ्ने पूर्णिमा अनि किरात धर्मअनुसार उभौली पर्व र बुद्ध जयन्ती पनि। सबैजनालाई शुभकामना, मातापिता दाजुभाइ दिदीबहिनी इष्टमित्र सबैजनालाई उभौली पर्व, चण्डी पूर्णिमा र बुद्ध जयन्तीको चाहिँ शुभकामना दिन चाहन्छु। र देख्न सक्नुहुन्छ हाम्रो यहाँ आज विशेष गरी चण्डी पूर्णिमाको पूजा गर्ने कार्यक्रम छ। श्री चाहिँ हाम्रो धुसिनी जलदेवी मन्दिरमा चाहिँ पूजा कार्यक्रम भइरहेछ। सबैजनाले देख्न सक्नुहुन्छ हामी यहाँ जुन भक्तजनहरू प्रशस्त छ। हाम्रो यहाँ विशेष गरी हाम्रो नयाँ भक्तजन सबको नाम के अरे माथिबाट काकी नै आउनु भएको रहेछ। अनि हाम्रो यता कान्छादाइ हुनुहुन्छ। भाले समात्ने हो तपाईँ चाहिँ भाले समात्ने हो क्या? कुरा भाले भाले समात्ने व्यक्ति हाम्रो यता आशीर्वाद दिँदै हुनुहुन्छ पुजारी हाम्रो ठुलोले। भाले चाहिँ काटी भइसकेको छ। अब फेरि तल कार्यक्रम नै छ। अनि कस्तो भयो भने आज पूजा कार्यक्रममा पहिलोचोटि पूजा गर्नुभयो होला यहाँ एकदम राम्रो भएर सबैजनालाई वेलकम छ। यो जुन धुसिनी जलदेवी मन्दिरमा चाहिँ हाम्रो पूजा कार्यक्रममा राम्रो गरोस्, धेरै बढोस्, बलियोस्, होस्, काम गर्नु सकोस् है। अब आउने साल छोराको बाउ हुनु जमले त्यही पनि यहाँ चाहिँ भाले देख्न सक्नुहुन्छ। यतापट्टि गोरे भाइ अनि यता अन्नु यिनीहरू चाहिँ क्रिस्चियन धर्मले हाम्रो भन्ने के छ एकदम आनन्द एकदम रिसायो। यो चाहिँ नानी हो। यता लाज लाग्छ अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूं, मुझे पार्क में स्टंट्स मारने जाना है।